You are watching favorite YouTube channel, New Creation Rai Santosh. सबैजनालाई नमस्कार। म सन्तोष राई, न्यू क्रिएसन राई सन्तोष युट्युब च्यानलमा हजुर सबैलाई म हार्दिक स्वागत गर्न चाहन्छु। दर्शक श्रोता महानुभावहरू, मौरीको भिडियोहरू प्रस्तुत गर्ने क्रममा आज फेरि तपाईहरु समक्ष म चाहिँ दिनुपर्ने अब कन्टिन्युसन भनौँ एउटा योगदान जस्तै छ। दर्शक श्रोता महानुभावहरू, मैले चाहिँ भन्नुपर्दाखेरि योभन्दा अगाडि पनि मैले चाहिँ भिडियो अपलोड गरिसकेको छु। दर्शक श्रोता महानुभावहरू, मैले चाहिँ मौरीलाई चाहिँ मैले चाहिँ ओखलीबाट निर्मित ओखलीमा चाहिँ मैले चाहिँ यसरी चाहिँ मौरीलाई चाहिँ मैले चाहिँ बसाउन सफल भएको थिएँ। मतलब अथवा चाह्यो भने चाहना गर्यो भने मौरीले चाहिँ जस्तो ठाउँमा बस्छ, तर त्यो घर चाहिँ एकदमै साफसुथरा चाहिँ राम्रो हुनुपर्छ। पाइप पर्ने खालको एकदमै त्यो खालको चाहिँ राम्रो भनौँ चट्टै उसलाई सौँदिलो चाहिँ छ भने बस्छ भन्ने एउटा चाहिँ मान्यता हो। दर्शक श्रोता महानुभावहरू, त्यसै बमोजिम मैले चाहिँ ओखलीमा चाहिँ मैले चाहिँ एउटा चाहिँ भिडियो बनाएको थिएँ। त्यो चाहिँ एउटा उदाहरणीय भिडियो जस्तो सबै समक्ष मैले चाहिँ त्यो चाहिँ मैले चाहिँ प्रस्तुत गरिसकेको भिडियो चाहिँ मैले अपलोड गरिसकेको छु। दर्शक श्रोता महानुभावहरू, र तपाईँले त्यो सायद हेरिसक्नुभयो होला। र मैले चाहिँ त्यसपछि चाहिँ मैले चाहिँ दर्शक श्रोता महानुभावहरू मैले चाहिँ भनौँ न खोलेर हेर्दाखेरि त्यो चाहिँ अब भनौँ न ओखलीमा चाहिँ जुन चाहिँ मौरी बसाएको थियो त्यसलाई 2 महिना 2.5 महिना जति आएको थियो, तर पछि खोलेर हेर्दाखेरि सङ्ख्या चाहिँ एकदमै 2 मुठी मात्रै थियो। यसको मतलब चाहिँ रानी चाहिँ मिटिङमा जाँदाखेरि पहिले रानी चाहिँ मरेछ, त्यसपछि भनेको रानी मरिसकेपछि भनेको उनीहरूले चाहिँ जेनेरेसन अब सन्तान वृद्धि गर्न सक्दैन। त्यसले गर्दाखेरि आज भनौँ भोलि भने बिस्तारै मौरीको सङ्ख्या घट्दै 2 मुठी मात्रै छ। 2 मुठी चाहिँ अब भएको मौरीलाई कसरी चाहिँ जोगाउने एउटा चाहिँ मौरीलाई चाहिँ जोगाउँ भन्ने एउटा अभियान जस्तै एउटा चाहिँ मैले चाहिँ त्यो खालको भिडियो चाहिँ मैले प्रस्तुत गरेको छु। दर्शक श्रोता महानुभावहरू, स्टेप बाई स्टेप छ, अलिकति लामो छ भिडियो चाहिँ। तपाईँहरू सबैलाई म रिक्वेस्ट गर्न चाहन्छु यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर मलाई साथ दिनु होला, ताकि हामी बिकिपरमा चाहिँ यो खालको चाहिँ भिडियो हेरेपछि ऊर्जा अलिकति शक्ति मिलोस्, हामी माथि चाहिँ भनौँ न काम गर्ने अलिकति जाँगर पनि चलोस् भन्ने हेतुले मैले चाहिँ यो काम गरिरहेको छु। र समस्या आयो भने समस्याको हल के छ भन्ने किसिमको यो भिडियोले पनि सन्देश दिन खोजेको छ। दर्शक श्रोता महानुभावहरू, अन्तिमसम्म हेरेर मलाई साथ सपोर्ट माया गरिदिनुहोस्। नयाँ हुनुहुन्छ भने मेरो च्यानलको लागि चाहिँ सबैलाई आग्रह पनि गर्न चाहन्छु, लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला है त। दर्शक श्रोता महानुभावहरू, म चाहिँ यो मेरो चाहिँ मौरी बचाउ अभियानलाई अगाडि सुचारू राखिरहेको छु। दर्शक श्रोता महानुभावहरू, यो चाहिँ म चाहिँ समायोजन गर्ने भनौँ आइडिया गरिरहेको छु, तरिका पुऱ्याउँदैछु यसलाई। किन भन्दाखेरि मौरीको सङ्ख्या थोरै पनि छ र यसलाई चाहिँ मौरी बचाउ अभियानमा दर्शक श्रोता महानुभावहरू म चाहिँ समायोजन गर्दैछु। र समायोजन गरिसकेपछि दर्शक श्रोता महानुभावहरू हेर्नुहोस्, यिनीहरूले चाहिँ फेरि राम्रो चाहिँ वर्कआउट गरिरहेको छ। मतलब भन्नुको अर्थ यिनीहरूले चाहिँ दुलो चाहिँ पारेर यिनीहरूले चाहिँ भनौँ उताको मौरी यताको मौरी उता पूर्ण रूपमा सबै मिक्स भइसकेको अवस्था छ। भन्नुको मतलब समायोजन पुरा भइसकेको छ। दर्शक श्रोता महानुभावहरू र दर्शक श्रोता महानुभावहरू, अझै म चाहिँ फेरि चाहिँ एउटा फ्रेम चाहिँ यसमा फेरि हाल्न गइरहेको छु समायोजनै गर्न। दर्शक श्रोता महानुभावहरू, यो चाहिँ मेरो स्ट्रङ कोलोनी छ, यसबाट चाहिँ म चाहिँ फेरि चाहिँ थप चाहिँ म अरू चाहिँ म सहितको अरू चाहिँ थप मौरीहरू चाहिँ यहाँनिर लगाउने प्रयास गरिरहेको छु। दर्शक श्रोता महानुभावहरू, यहाँ अलरेडी मैले चाहिँ फ्रेम चाहिँ लगाइसकेको छु, यहाँनिर चाहिँ हेर्नु सेट गरिसकेको छु। दर्शक श्रोता महानुभावहरू, र यहाँको मौरी चाहिँ म अर्को यसमा चाहिँ म भनौँ न डुटमा चाहिँ भनौँ यो मेरो चाहिँ यो चाहिँ भनौँ टुरे चाहिँ घरमा चाहिँ म लगाउन गइरहेको छु। दर्शक श्रोता महानुभावहरू हेर्नुहोस्, अब यो चाहिँ लगभग भोलिसम्ममा एरेन्ज भइ पनि सक्छ यो चाहिँ। दर्शक श्रोता महानुभावहरू, र अर्को मेन पाटो चाहिँ यो छ, यो रहेको छ। हेर्नुहोस् महानुभावहरू, यो चाहिँ एकदमै फ्रेस, एकदमै चाहिँ भनौँ न अन्डाहरू छ, प्लस 2-3 दिनको लार्भाहरू छ, ताकि यो फ्रेम चाहिँ मैले चाहिँ तपाईँको यो चाहिँ मेरो चाहिँ टुरे घरमा भनौँ न 2 मुठी मौरी भएकोमा चाहिँ मैले चाहिँ राखिदियो भने भविष्यमा चाहिँ यसले चाहिँ यसबाट चाहिँ एकदमै कन्फर्म हो कि रानो क्रिएट हुन्छ। किनभने त्यो घरमा चाहिँ रानो छैन, मौरीको सङ्ख्या पनि कम छ, त्यसले गर्दाखेरि यसबाट चाहिँ एकदमै चाहिँ 100% कि रानो चाहिँ क्रिएट गर्छ। र यो फ्रेम चाहिँ म मेरो चाहिँ यो डुटमा चाहिँ यहाँ लगाउन गइरहेको छु, अथवा चाहिँ टुरे मौरीको घरमा लगाउन गइरहेको छु। यो चाहिँ युटर्न बिआई होइन, कुनै मेजरमेन्ट छैन, आफ्नै स्किलले चाहिँ मैले बनाएको यो घर हो। यो घरमा चाहिँ म लगाउन गइरहेको छु। त दर्शक श्रोता महानुभावहरू, जसरी चाहिँ एउटा चाहिँ मुभीमा एक्टरहरूले चाहिँ जसरी चाहिँ अब क्यारेक्टर अनुसार होइन, अब कथावस्तु अनुसार आफूले चाहिँ रोल गर्नुपर्ने हुन्छ, नोटिङ गर्नुपर्ने हुन्छ, त्यस्तै तरिकाले हामीले पनि भनौँ न मैले पनि यस भिडियोमा चाहिँ एउटा नौटङ्गी जस्तो एउटा चाहिँ अभिनय जस्तो एउटा भनौँ जुन भूमिका निभाउनु पर्ने त्यो कार्य चाहिँ म गर्न गइरहेको छु। दर्शक महानुभावहरू, त्यसैले यो भिडियो चाहिँ अन्तिम समय हेरेर मलाई चाहिँ साथ दिनु होला भन्न चाहन्छु। वेलकम टु ब्याक अगेन दर्शक श्रोता महानुभावहरू।
मैले चाहिँ अहिले चाहिँ यो ठाउँमा राखेको छु। यो यहाँको चाहिँ मेन मदर हाइप चाहिँ यता राखेको छु र चाहिँ पछि यहाँ राखेको छु। मैले चाहिँ भनौँ न यसको चाहिँ जुन चाहिँ फ्रेम चाहिँ मैले चाहिँ यहाँ दिएको थिएँ। त्यसपछि मौरी चाहिँ भनौँ न अब अर्को ठाउँमा राख्दाखेरि चाहिँ त्यहाँको फेरि यहाँ चाहिँ आउने भयो मौरी क्या, इगोती भनौँ नजिक भयो, त्यसले गर्दाखेरि मेन हाइपमा आउने भयो। त्यसले गर्दाखेरि मैले चाहिँ फेरि यहाँ राखेको छु। यहाँ राख्दा चाहिँ ताकि चाहिँ अब यो हाइपबाट उडेर जाने चाहिँ फेरि यही ठाउँमा चाहिँ आएर चाहिँ पस्छ भित्र। त्यसले गर्दाखेरि मौरी भित्र भएको चाहिँ हामीले फ्रेममा हालेको मौरी चाहिँ भनौँ फ्रेमबाट हालेको मौरी चाहिँ त्यो चाहिँ अलिकति ह्रास भएन, घटेन भनौँ न त श्रोतामानहरू। त्यसले गर्दाखेरि अब म यसमा चाहिँ यिनीहरूले कति के काम गरेको छ, मलाई जहाँसम्म चाहिँ यिनीहरूले सेलहरू चाहिँ बनाइसकेको छ, सेलहरू चाहिँ बनाइसक्नु पर्ने जस्तो लागेको छ। त्यसले गर्दाखेरि म यसलाई चाहिँ म तल झारेर म चाहिँ चेक गर्न लागिरहेको छु। दर्शक महानुभावहरू हेर्नुहोस्। र दर्शक महानुभावहरू म चाहिँ यो फ्रेम चेक गर्न लागिरहेको छु। यिनीहरूले कतिको चाहिँ क्विन सेल क्रिएट गरेको छ दर्शक महानुभावहरू। मेन त त्यो है त। हेर्नुहोस् यसरी चाहिँ अहिले यस्तो अवस्था छ भनौँ न मौरीको। र म चाहिँ यिनीहरूलाई अब एउटा एउटा चेक गर्छु यिनीहरूले के कस्तो चाहिँ भाका टिपेको छ, क्विन सेल क्रिएट गर्ने क्रम कतिको छ यिनीहरूको। र यिनीहरूले हेर्नुहोस् यहाँ अब अलिअलि काम गरिरहेछ, देख्न सक्नुहुन्छ यिनीहरूले। अब पहिल्यै मैले चाहिँ होइन यहाँ अलिकति भनौँ न बच्चाहरू पनि अहिले चाहिँ जस यहाँबाट हुर्किँदैछ। यसलाई म अहिले यहीँ राखिदिएँ। यो मेन चाहिँ यो फ्रेममा चाहिँ यिनीहरूले कतिको काम गरेछ। क्विन सेल चाहिँ यहाँ बनाउनु पर्ने हेरौँ। अब क्विन सेल बनाउने कोसिस कतिको गरेको छ दर्शक महानुभावहरू हेर्दै जाउँ। यिनीहरूले यहाँ मैले भनेको थिएँ नि यो फ्रेममा चाहिँ बनाउँछ भनेर। दर्शक महानुभावहरू हेर्नुहोस् बट्टाबट्टी हेर्नुहोस् क्विन सेल बनाउनु सुरु गरेको छ यिनीहरूले है त। अब बट्टाबट्टी क्विन सेल बनाउँदैछ हेर्नुहोस् यसरी। कतिवटा बनाएको छ हेर्नुहोस् यहाँ क्विन सेल। एउटा दुईवटा तिन चार पाँच, यता पनि 6वटा छ यहाँ, यता पनि छ साइडमा 6वटा। एउटा दुई तिन चार पाँच, यसले 7वटा जम्मा है त। उता पनि एउटा बनाउन आँटेको छ। 7वटा यिनीहरूले चाहिँ क्विन सेल बनाइसकेको छ यो ठाउँमा दर्शक महानुभाव हेर्नुहोस्। भित्र चाहिँ अब भनौँ न रोयल जेली भित्र लगाएको छ यिनीहरूले। र भित्र चाहिँ लार्भा भनौँ न क्विनको चाहिँ लार्भा, क्विनलाई जुन चाहिँ बनाउने यिनीहरूले त्यो लार्भालाई चाहिँ यिनीहरूले कन्टिन्यू खुवाइरहेको अवस्था छ दर्शक महानुभावहरू। तपाईँले देख्न सक्नुहुन्छ यसरी। अब यो काम चाहिँ हुँदैछ दर्शक महानुभावहरू। अझै म यहाँनिर चाहिँ हेर्छु अझै पनि कति के यिनीहरूले चाहिँ अब भित्र काम गर्दैछ अझै पनि भनौँ न है त। यसलाई यो ढल्नु चाहिँ भएन, यो यसरी मैले अडाएर लिएर आएको छु टेम्पोररी है त दर्शक महानुभावहरू। अब यिनीहरूले आफ्नो दिलो ज्यान दिएर काम गरिरहेछ। यसमा पनि हुनसक्छ अरू लगाउनु सक्छ यसमा पनि यिनीहरूले। यसमा चाहिँ लगाएको छैन, बनाएको छैन भनौँ न। यसलाई मैले थपपछि अझै डोरी यिनीहरूले माथि गाँच्ने क्रम पनि छ। यहाँ चाहिँ सेल लगाएको छैन है दर्शक महानुभाव हेर्नुहोस्। अब यिनीहरू आफै पनि छुटाउँछ। यस मैले भने थिएँ नि यस्तो डोरी दुईतिर मैले बाँधेको, तर यिनीहरू आफै छुटाउँछ कि यस्तरी मसिनो हेर्नुहोस् त। यता अर्कोतिर पनि छुटाउनु लागिसकेको छ यसरी दर्शक महानुभाव। र यिनीहरूले माथि चाहिँ गाँसिसकेको अवस्था पनि छ। र बिस्तारै बिस्तारै यो डोरी छुटाउँछ। यहाँनिर जुन छ नि हेर्नुहोस् न, यो यसलाई पनि छुटाउनु आँटिसकेको छ। तर अहिले म यतिकै यता छोडिदिन्छु ताकि पुनः चाहिँ माथि चाहिँ भनौँ न गाँसियोस् मजाले है र त महानुभाव हेर्नुहोस्। यसरी यिनीहरूले एकदम हेर्नुहोस् एकमुठी पहिलाको एकमुठी मौरी थियो त्यसलाई बचाउनुको खातिर मैले यस्तो काम गरेको है त दर्शक महानुभाव हेर्नुहोस्। एकमुठी मौरीलाई बचाउनुको निमित्त यो काम गर्दैछु म। यहाँनिर पहिला मैले यहाँनिरको अझै पेपर राम्रो झिकिसकेको छैन मैले, टाँसिएछ पनि यता है त। ल म निकाल्छु।
र दर्शक श्रोता महानुभावहरु ऐनाले चाहिँ काम चाहिँ गर्दैछ है त। अब सेलहरु क्वीन सेल बनाइसकेको छ र यसको अपडेट फेरि तपाईहरुलाई म पछि दिन्छु। र हामीले यसरी चाहिँ बेला बेला फिडिङ चाहिँ गर्नुपर्छ है त। म यहाँ लगाइदिएको छु चास्नी, चिनी चास्नी। यसलाई आवश्यक पर्दैन चिनी चास्नी दिन र तर यस्तो कन्डिसनमा चाहिँ दिनुपर्छ का, किनभने मौरीको संख्या कम छ हैन, रानी क्रिएट गर्ने क्रममा छ। एकमुठी मौरीलाई बचाउ अभियान गरेको, त्यसले गर्दाखेरि हामीले यो कार्य चाहिँ गर्नुपर्छ दर्शक महानुभावहरु। बेला बेला यसरी चाहिँ फिडिङ गर्नुहोस्, केही फरक पर्दैन, यो मौरीलाई बचाउनको लागि हो। र तपाईहरु मसँगै जोडिरहनु होला। हजुर सबैलाई म रिक्वेस्ट गरिरहेको छु है त। यसको भिडियो फेरि म लास्टमा अझै जोड्न बाँकी छ। भनेको मतलब क्वीन क्रिएट पूर्णतया गरिसकेपछि अनि चाहिँ यो चाहिँ घार दिगो हुन्छ। यिनीहरूले चाहिँ क्वीन सेल बनाउने क्रम चाहिँ एकदमै धमाधम सुचारु गरिरहेको अवस्था छ। यसको अपडेट फेरि तपाईहरुलाई पछि म दिन्छु है त दर्शक महानुभावहरु। सबैजनालाई नमस्कार। म सन्तोष राई, न्यू क्रिएसन राई सन्तोष युट्युब च्यानलमा हजुर सबैलाई म हार्दिक स्वागत गर्न चाहन्छु। दर्शक श्रोता महानुभावहरु, योभन्दा अगाडि मैले चाहिँ एउटा भिडियो प्रस्तुत गरेको थिएँ, जुन मौरीको भिडियो। त्यसमा चाहिँ रानी बिन थियो ओखलीमा, भनौँ न ओखलीमा मैले चाहिँ मौरीलाई चाहिँ बसाएको थिएँ। त्यसपछि खोलेर हेर्दाखेरि चाहिँ त्यो ओखलीभित्र चाहिँ रानी थिएन, रानी बिन थियो दर्शक महानुभावहरु। त्यसपछि मैले चाहिँ त्यसलाई चाहिँ मैले ट्रान्सप्लान्ट गरेर मैले आफै बनाएको एउटा चाहिँ घार जुन तपाईले हेरिरहनुभयो, त्यो घारमा चाहिँ मैले पछि चाहिँ अब थप चाकाहरू मैले चाहिँ भनौँ न 2-3 दिनको बच्चा र अन्डा सहितको मैले चाहिँ चाका दिएको थिएँ दर्शक महानुभावहरु। तर त्यसमा सेल पनि बनाइसकेको छ, तपाईलाई मैले योभन्दा अगाडि अपडेट गर्दै गरेको छु भिडियो चाहिँ। र अहिले चाहिँ अब भित्रको अवस्था कस्तो छ, अब तिनीहरूले चाहिँ रानी क्रिएट गरिसकेको छ कि छैन, रानी चाहिँ बनाइसक्नु पर्ने दर्शक महानुभावहरु। योभन्दा अगाडि तपाईले हेर्नुभयो 3वटा 4वटा जति थियो क्वीन सेलहरु, 4-5वटा जति थियो भनौँ न। र अहिले चाहिँ रानी पूर्णतया क्रिएट गर्नुपर्ने जुन चाहिँ त्यो घार हो, तपाईलाई अगाडि म देखाउँदै आइरहेको छु। हेर्नुहोस् यसमा यो घारमा चाहिँ दर्शक महानुभावहरु हेर्नुहोस्, रानी बिन टुरे घार 1 मुठी 2 मुठी थियो दर्शक महानुभावहरु, जम्मै 2 मुठी थियो मौरी। र मैले चाहिँ बाहिरबाट चाहिँ अरु थप मैले चाहिँ चाकाहरू दिएर त्यसपछि चाहिँ मैले तपाईलाई भनिहालेँ अन्डा र 2-3 दिनको बच्चा मैले दिएको थिएँ दर्शक महानुभावहरु। त्यसपछि भनेको यसले चाहिँ अब चाहिँ रानी चाहिँ क्रिएट गरिसकेको हुनुपर्ने दर्शक महानुभावहरु। र तपाईलाई म यसको अपडेट तपाईलाई म देखाउन गइरहेको छु। भित्र अब रानी कतिवटा छ, यसले कतिवटा क्रिएट गरेको छ दर्शक महानुभावहरु है त। म रानी तपाईलाई म छ छैन अथवा 100% हुनुपर्छ यसमा चाहिँ म तपाईलाई म देखाउन गइरहेको छु। र मैले खाना पनि यसलाई चाहिँ कृत्रिम खाना दिएको थिएँ। यिनीहरूले चाहिँ अब लगभग त्यो खाइ पनि सकेछ। र दर्शक महानुभावहरु हेर्नुहोस्, यहाँ म तपाईलाई म देखाउन गइरहेको छु। यो चाहिँ रानी क्रिएट गरिसकेपछि चाहिँ अब बचाउन सकिन्छ यो मौरीलाई भन्ने मेरो चाहिँ अभियान। मौरी भनौँ एकमुठी मौरीले बचाउन सकिन्छ भन्ने मौरी बचाउ अभियान दर्शक महानुभावहरु हेर्नुहोस् है त। यो कार्य हो। भाले मौरी पनि छ यहाँ हेर्नुहोस् त सब दर्शक महानुभावहरु। त भाले पनि मैले देखेँ। यिनीहरूले हेर्नुहोस् तलको चाहिँ चाकाहरू सबै सायद यहाँ अब रानी हुनुपर्छ। र तलको हेर्नुहोस् भत्काइसकेको अवस्था छ। हेर्नुहोस् तल बनाउँदै थियो यिनीहरूले, पुरै हेर्नुहोस् त्यो भत्काइसकेको अवस्था छ यिनीहरूले काटेर। यहाँ चाहिँ एउटा भाले मौरी पनि देखेँ मैले। एउटा चाहिँ भाले मौरीको अति हुनु जरुरत छ दर्शक महानुभावहरु, तपाईलाई म बारम्बार भन्ने गर्छु। भाले मौरी छैन भने चाहिँ फेरि अब मिटिङमा जानको लागि अलिकति हैन, अब यिनीहरूलाई समस्या हुन्छ। यिनीहरूले त तलको सबै काटेको छ, सबै फुटाएछ यिनीहरूले है त दर्शक महानुभावहरु। प्लस थप एउटा त छ अझै पनि यहाँ यदि यहाँ रानी नभएको भए यो धेरै घार छुचो पनि हुन्थ्यो दर्शक महानुभावहरु, सायद मलाई चिलिसक्थ्यो होला। तर अलरेडी अझै पनि यहाँनिर चाहिँ म यहाँनिर तपाईलाई देखाउन लागिरहेको छु। यहाँ चाहिँ एउटा अझै पनि सेल चलाएको छ। यो हेर्नुहोस् यो सेल यहाँ छ। यो दर्शक महानुभावहरु मैले चाहिँ अब फेस गार्ड लगाएको छुइनँ, तर लाउनु चाहिँ पर्छ है दर्शक महानुभावहरु। किन भन्दाखेरि सतर्कता अपनाउने आफूले नै हो, आफ्नो लागि आफै गर्ने हो केयर। हामीले लाउनुको चाहिँ अब किन लाउनुपर्छ भन्दाखेरि अब आँखातिर नि हैन, आँखातिर चिल्यो भने चाहिँ हामीलाई थप समस्या बनाउँछ दर्शक महानुभावहरु। त्यसले गर्दाखेरि
लाउनु चाहिँ राम्रो हो। अब यो यसमा चाहिँ मैले देखिनँ दर्शक महानुभावहरू है। अब अर्को म फेरि निकाल्न गइरहेको छु अर्को भनौँ यो फ्रेम जुन चाहिँ मैले मौरी बचाऊ अभियान यो चाहिँ एउटा उदाहरण मात्रै हो दर्शक महानुभावहरू। तपाईँको घरमा यस्तो खालको समस्या आएको छ भने तपाईँले पनि थप यो कार्य गर्नु सक्नुहुन्छ भन्ने एउटा मेरो चाहिँ मान्यता हो भनौँ न दर्शक महानुभावहरू। मौरी बचाऊ अभियान 2-3 मुठी मौरी थियो त्यसलाई मैले बचाऊ अभियानमा लागेको हो। अहिलेसम्म मैले रानी चाहिँ देखेको छुइनँ दर्शक महानुभावहरू। तर यो मौन भएको कारणले गर्दाखेरि यहाँ चाहिँ रानी चाहिँ हुनुपर्ने दर्शक महानुभावहरू। यहाँ नभए पनि यसमा रानी नभए पनि त्यहाँ एउटा चाहिँ सेल चाहिँ अझै पनि छ। तर त्यो सेलबाट पनि फेरि उत्पादन गरेन भने हामीले फेरि अरू थप चाकाहरू हामीले फेरि दिन सक्नुपर्छ दर्शक महानुभावहरू है त। यहाँ चाहिँ मैले अझै पनि थप देखेको छुइनँ रानी चाहिँ। अर्को यो बाँकी एउटा मात्रै फ्रेम छ। अब त्यो फ्रेममा हुनसक्छ अझै म खोज्छु खोजी कार्यलाई म अगाडि बढाउँछु। यहाँनिर हेर्नुहोस् यिनीहरूले काटेको डोरी यिनीहरूले छिनाएको पनि छ। मैले पहिला चाका यहाँ अडाइदिएको थिएँ हेर्नुहोस् अझै यिनीहरूले आफै काटेको है। अझै दर्शक महानुभाव हेर्नुहोस् आफै काटेको यो चाहिँ हेर्नुहोस्। रानी यहाँ चाहिँ हेर्नुहोस् है। यो देख्नुभयो नि रानी यहाँ हो। यो देख्नुभयो नि यो यसले फुल पार्ने कोसिस चाहिँ गरेको जस्तो गर्दैछ है। मेटिङ सायद भइसकेछ किन मैले ढिलो ढिलो यसलाई चाहिँ ओपन गरेँ। टक्कै 15 दिनमा मैले चाहिँ यो रानी हेर्नुहोस् 15 दिनमा चाहिँ मैले चेक गरेको भयो गनिहेरी होइन भित्र पस्यो फेरि 15 दिनमा चेक गरेको भए दर्शक महानुभावहरू भनौँ न ठक्कै थाहा हुन्छ। अथवा 13-14 दिनमा भनौँ न टक्कै काउन्टिङ गरेर 14 दिनमा चाहिँ हामीले हेऱ्यौँ भने लगभग चाहिँ निस्किनु आँटेको हुन्छ। अथवा हामीले त्यसको क्याप चाहिँ हामीले उगारिदियौँ भने च्यातिदियौँ भने त्यहाँबाट निस्किन्छ क्या बिस्तारै। यहाँ छ अब है रानी छ यहाँ। अरू फ्रेममा पनि हुनसक्छ दर्शक महानुभावहरू किनभने रानी दुईटा पनि हुनसक्छ यस्तोमा चाहिँ। यहाँ हेर्नुहोस् रानी यो हेर्नुहोस् यहाँ देख्नुभयो नि यो रानी हेर्नुहोस् है त यो रानी हो। मुभमेन्ट यसको चाहिँ अब अलिक फास्ट नै छ हेर्नुहोस् यसरी माथि जाँदा यो हेर्नुहोस्। अब यो चाहिँ अब मैले जुन गरेको यो मौरी बचाऊ अभियान होइन अब यो चाहिँ पक्का भयो। हेर्नुहोस् दर्शक महानुभावहरू यहाँ हेर्नुहोस्। अब यो देख्नुभयो नि दर्शक महानुभावहरू तपाईँहरूले यो चाहिँ अब दिगो भयो भनौँ न। अझै तपाईँलाई देखाउँछु ल स्पष्ट हेर्नुहोस् यो हेर्नु यो रानी हो क्या यो सिलिसिली निरा छ नि हेर्नुहोस् स्पष्ट यो हेर्नुहोस् यो मैले देखाइरहेको छु नि उनीहरूले हेर्नुहोस् यो दर्शक महानुभावहरू। अब यो घाट चाहिँ सुरक्षित भयो क्या कन्फर्म अब सेफ भयो भनौँ न होइन। यतिलाई नै हामीले अब यतिबाटै हामीले बचाउन सकिन्छ। अब यिनीहरूले काम गर्छ बेला बेला हामीले फिडिङ चाहिँ गर्नुपर्छ। भएन भने यसमा हामीले चाहिँ थप चाका पनि दिने यसलाई है। हामीले समायोजन गर्न सक्यो मौरीको गोलाहरू अरू लिएर यहाँनिर चाहिँ हामीले मिश्रित गर्न सकियो होइन। अरू गोला थप यहाँ हामीले चाहिँ भनौँ न मौरीहरू लगाउन सकियो दर्शक महानुभावहरू। यो मैले यो कार्य गरेँ। अब हेर्नुहोस् यो चाहिँ के भयो यो चाहिँ भन्दाखेरि के भयो त भन्दाखेरि यो चाहिँ मौरी बचाऊ अभियान सफल भएको यो चाहिँ हेर्नुहोस्। यो चाहिँ सफल भयो। अब अरू म यहाँ अझै चेक गर्छु है अरू पनि हुनसक्छ दर्शक महानुभावहरू है त। म चाहिँ अरू थप यहाँ चाका हेर्दैछु है दर्शक महानुभावहरू हेर्नुहोस् यहाँ हुनसक्छ होइन। अब डबल चाहिँ हुनु भएन क्या यहाँनिर रानीहरू एउटै राख्नु पर्यो। हामी जुन हेल्दी छ त्यसलाई राख्ने हो। सायद यहाँ थोरै छ अब त्यति छैन होला यहाँनिर एउटै मात्रै होला। एउटै मात्रै भएको राम्रो। कुनैमा चाहिँ कस्तो हुन्छ भने दुईवटा पनि हुन्छ क्या रानी। किन दुईवटा रानी हुन्छ भन्दाखेरि अब
अहिले त्यति अब भालेको सङ्ख्या छैन होइन 4-5 वटा कोष थियो इमर्जेन्सी सेल यिनीहरूले बनाउने हो नि त होइन इमर्जेन्सी क्विन क्रिएट गर्ने हो क्या त्यसले गर्दाखेरि धेरै पनि बनाउँछ क्या यिनीहरूले क्विन चाहिँ दर्शक मान्नुभयो है त अब लास्ट एउटा यहाँ छ चेक गर्छु म अब यसमा मैले अरू मौरीहरू होइन मैले भनिहालेँ समायोजन गर्नुपर्छ मौरी लगाइदिनुपर्छ थप बच्चा र म भएको चाकाहरू हाल्यो भने यो चाहिँ अनि सक्सेसफुल हो दर्शक मानव है त एउटा यहाँनिर छ होइन यो चाहिँ अब म भत्काइदिनेछु यो चाहिँ भत्काइदिएँ मैले यसमा छैन कन्फर्म अब एउटा मात्रै छ त्यहाँ रानी अरू यिनीहरूले डिस्ट्रोय गरेछ मारेछ अरू यिनीहरूले रानी मार्छ क्या दर्शक मानवहरू उनीहरूले आवश्यक एउटा मात्रै राख्छ है त्यस्तो हुन्छ किनभने यहाँ मजबुत गोला छ भने भालेको सङ्ख्या बढी छ भने यिनीहरूले फेरि रानी अर्को पनि राख्छ यिनीहरूले मतलब मारिहाल्दैन किनभने उनीहरूले त त्यो ठाउँबाट छोडेर जानु छ नि त अर्को जेर भनौँ न उनीहरूको अर्को ग्याङ चाहिँ बाहिर निस्किनु छ नि त होइन अब रानीसँग त्यसले गर्दाखेरि यिनीहरू चाहिँ मार्दैन क्या यिनीहरूले चाहिँ त्यस्तो चाहिँ हो है दर्शक मानवहरू ओके अब दर्शक श्रोत महानुभावहरू यो चाहिँ मौरी बचाउ अभियान होइन यसरी चाहिँ यो चाहिँ एकदमै बितपाते मौरी प्लस 1-2 मुठी मात्रै थियो भनौँ न ओखलीमा दर्शक श्रोत महानुभावहरू र तपाईँ हामीले यो कार्य गर्नुपर्छ भन्ने मान्यता हो मेरो चाहिँ है यस्तो मौरीको कन्डिसन भनौँ न दयनीय कन्डिसन आयो भने हामीले मौरीलाई बचाउनको लागि यस्तो पनि गर्नुपर्छ र मैले गरेको जस्तो कार्य तपाईँले गर्नुभयो भने तपाईँले चाहिँ मैले गरे जस्तो कार्य गर्नुभयो भने मौरी बचाउन सक्नुहुन्छ हेर्नुहोस् दर्शक महानुभावहरू अब रानी भयो होइन रानी क्रिएट गरो यति भएपछि यिनीहरूले अब रानीले चाहिँ अब सन्तान वृद्धि गर्छ यसको मतलब अन्डा पार्छ अन्डा पारेपछि अब सन्तान वृद्धि भइहाल्छ होइन अब सबै हामीलाई थाहा भएको कुरो हो र यसलाई म अब सुरक्षित गर्छु आफ्नो तरिकाले यो भनेपछि धेरै ठुलो हो अब रानी क्रिएट भयो भनेपछि एकदमै ढुक्का दर्शक महानुभावहरू तपाईँले मैले चाहिँ एउटा चाहिँ उदाहरण मौरी बचाउ अभियान होइन यो कार्य गर्दा चाहिँ हामीले चाहिँ मौरीलाई बचाउन सकिन्छ भन्ने एउटा उदाहरण जस्तो एउटा चाहिँ अब भिडियो हो तपाईँलाई कतिको इन्फर्मेटिभ लाग्यो कतिको नलेजेबल लाग्यो तपाईँलाई चाहिँ होइन दर्शक महानुभावहरू जहाँसम्म जति पनि किसान हुनुहुन्छ मेन त किसानमा पनि बीकिपर मौरी पालक जो हुनुहुन्छ हजुरहरूलाई चाहिँ मैले चाहिँ एउटा टिप्स जस्तो एउटा चाहिँ आफूले जानेको नलेजहरू तपाईँहरू समक्ष मैले पुर्याउने जमर्को गरेको मात्रै हो कति अब चाहिँ होइन हुनसक्छ यो चाहिँ अब चाहिँ अनुभव लिइसकेको बीकिपरहरूलाई चाहिँ यो नथिङ केही होइन र पनि हामी जो छ मौरी पालक नयाँ छ कतिलाई आइडिया थाहा नहुनसक्छ र यो आइडिया चाहिँ हामी बीकिपरलाई चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ काम दिन्छ किन भन्दाखेरि मौरी भनेको एकदमै विनाश हुँदै गरेको अवस्था छ अहिले विषादीको प्रयोगले गर्दाखेरि म बारम्बार भन्ने गर्छु अन्य अरू पनि छ विस्थापित हुने मर्ने कारणहरू र बल्ल हामीले मौरी चाहिँ बसाएको हुन्छ त्यसपछि हामीले थोरै मौरी त हो होइन 1-2 मुठी मौरी हो के भन्छ त्यो होइन 1-2 मुठी भएको मौरीलाई पनि यसरी हामीले यो तरिकाले बचाउन सकिन्छ अरू टिमवर्क हो नि त होइन अरू घरबाट हामीले चाहिँ त्यसरी चाहिँ हामी समायोजन गरेर हालिदिएपछि त उनीहरू टिमवर्क स्ट्रङ हुन्छ त्यसपछि काम गर्न सक्छ कतिले मैले के समय देखेको छ भने गाउँघरतिर चाहिँ अब मौरी सम्बन्धी अध्ययन अब गर्दा बुझ्दाखेरि अथवा थाहा मैले पाएको अब मेरो खेतीतिर पनि कतिले चाहिँ पाल्नुहुन्छ अब मौरीहरू उहाँले मुढे घान पाल्नु भएको छ कतिले चाहिँ अब रानी हुँदैन रानी नभएपछि वस्तु भाउ चिल्लिन्छ एउटा कुरो हो रानी नभएको एकदम छुचो हुन्छ मैले भनिहालेँ रानी नभएको घार चाहिँ 1 कोस परबाट पनि चिल्नु आउँछ र मैले त्यस्तो पनि देखेको छु कि रानी नभएको कारणले गर्दाखेरि छुट्टै ठाउँमा लगेर त्यसलाई चाहिँ डढाइदिएको आगो लगाइदिएको विनाश गरेको क्या मारेको र त्यही अन्त्य ठाउँमा चिरा चाहिँ त्यसरी चाहिँ छोडिदिएको लगेर त्यस्तो खालको पनि देखेको छु होइन त्यो कार्य पनि गरेको छ कति मान्छेले तर मुढे घरभित्रै पनि हामीले चाहिँ त्यस्तै किसिमको अर्को घरबाट चाहिँ अन्डा भएको र 2-3 दिनको बच्चा समेत भएको चाहिँ चाका त्यहाँनिर चाहिँ यस्तो तरिका बनाएर चोके बनाएर हामीले यस्तो गर्ने हो क्या बुझ्नुभयो नि त हामीले अडाउँदाखेरि चोके क्रस गर्ने हो क्या यसरी
क्रस गरेर हामीले ठकठक चाका लगाइदिने हो अनि माथि यस्तो अडाइदिने हो ठक्कै त्यसै ठिक्क साइजको यसो माथि हाइटको ठक्कै नापेर ठक्कै अनि चाहिँ टाइट टाइट हुने गरी माथि चाका हालिदिने हालिदिएपछि ठक्कै माथि लगाइदिएपछि त त्यहाँबाट त बचाउँछ नि त भएको मुडी घरकोलाई पनि हामीले सुरक्षित गर्न सकियो अरू त्यो बाहेक अरू थुप्रो छ त्यसरी अडाउने चाका अडाउने तरिकाहरू गर्नु भने तपाईँहरूले त्यसलाई फेरि तपाईँहरूले चाहिँ मौरीलाई सुरक्षित गर्न सक्नु भयो क्या त्यसरी चाहिँ आगो लगाएर मार्नु भन्दाखेरि सबैजनाले त्यो कार्य गर्नु होला अर्कै चाहिँ घरको फेरि चाहिँ मैले भनिहालेँ त्यही चाका लिएर हालिदिनुहोस् अन्डा र चाहिँ 2-3 दिनको बच्चा भएको ताजा हालिदिनुहोस् भर्सके मोह समेतको हालिदिनुहोस् त्यहाँ त्यो हालिदिनुहोस् त्यसले गर्दाखेरि त्यहाँ अर्को नयाँ चाहिँ रानी क्रिएट गर्छ त्यसपछि त्यो घाट चाहिँ सुरक्षित भयो एकदमै राम्रो भयो स्ट्रङ भयो त्यो कार्य गर्नुहोस् किनभने मौरीको सङ्ख्या त कुनै बेला धेरै हुन्छ नि त त्यहाँ त के हुन्छ भन्दाखेरि मौरीको सङ्ख्या बढी हुन्छ तर ताजा ताजा अन्डा र बच्चा पो नभएको त होइन 2 दिनको तर मौरीको सङ्ख्या धेरै हुन्छ त्यस्तो हुँदाखेरि अब त्यो मासिन्छ 1 मुठी 2 मुठी मात्रै हुन्छ त्यो हुनु भन्दाखेरि त्यो कार्य गर्नु भने तपाईँ हामीले जो कोहीले मौरीलाई संरक्षण गर्न सकिन्छ मौरीलाई बचाउन सकिन्छ दर्शक महानुभावहरू र तपाईँहरूलाई पनि मैले चाहिँ एउटा ज्वलन्त उदाहरण अब ओखलीमा मौरी थोरै थियो त होइन एकदम सकिसकेको पहिला त 2-3 महिना आएर बसेको त्यसपछि पुरै अब रानी मरेपछि कहाँबाट सन्तान वृद्धि गर्ने होइन सम्भव हुँदैन त्यसले गर्दाखेरि 2 मुठी मात्रै 1-2 मुठी मात्रै मौरी थियो त्यसलाई चाहिँ मैले चाहिँ यसरी चाहिँ बचाउने अभियान लागेँ यो बचाउने अभियान गरेँ यो भिडियो कस्तो लाग्यो हजुरहरूलाई यदि इन्फर्मेटिभ लाग्यो ज्ञानवर्धक लाग्यो भने दर्शक महानुभावहरू सबैजनालाई म विनम्र अनुरोध गर्न चाहन्छु मेरो च्यानललाई मलाई साथ सपोर्ट र माया गरिदिनुहोस् लाइक सेयर कमेन्ट र फाइनली सब्सक्राइब गर्न नबिर्सिनु होला फेरि आउने दिनहरूमा यस्तै किसिमको मोटिभेसनल भिडियो इन्फर्मेटिभ भिडियो लिएर उपस्थित हुने जमर्को गर्नेछु तबसम्मको लागि बिदा दिनुहोस् हजुरको शुभचिन्तक सन्तोष राई न्यू क्रिएसन राई सन्तोष युट्युब च्यानलबाट अहिलेलाई बिदा हुन चाहन्छु हजुरको दिनचर्या शुभ होस् मस्त रहनुहोस् व्यस्त रहनुहोस् अन्तिममा स्वास्थ्यलाई ख्याल गर्नुहोस् स्वास्थ्य चाहिँ रहनु होला भन्दै तपाईहरु समक्ष म बिदा हुन चाहन्छु हजुरहरूलाई पुनः एकपटक नमस्कार ओके बाई सी यू जय मौरी Thanks for watching this video. If you like this video, please don't forget to like, share and comment. And finally, please subscribe my channel, hit the bell icon. Thank you so much.